नमस्कार, मेरो नाम चाहिँ ओस्कर तिमल सिन्हा अनि मेरो कविताको शीर्षक छ आज आत्मिक बहस, जुन चाहिँ मैले आफैसँग गरेको छु। अनि दाइले यति धेरै भूमिका बात दिनुभयो, मलाई डर पनि लागिसक्यो हल्का हल्का। अनि मेरो कविताको शीर्षक छ आत्मिक बहस। गर्छु बहस आफैसँग, कस्तो बहस हो यो, गर्छु बहस आफैसँग, कस्तो बहस हो यो, त्याग्ने सरे आफैसँग। सबैजनाले भन्दैन है त, त्याग्ने शरीर आफैसँग है त, आफैसँग। गर्छु बहस आफैसँग, कस्तो बहस हो यो, त्याग्ने शरीर आफैसँग। अन्तरिक्षमा अनन्त असहनशील प्राणीको बस्तीमा म प्राण त्याग्न यमराज बोलाउँदैछु। यो गतिशील समयको अपरम्पार याद बोकी मलाई स्वर्गलोक जानु छ। आरम्भ हुनेछन् सबै दैव विलोप हुनेछन्, दैत्य मुख भएका राक्षसहरू अनि बच्छ शङ्ख सुरुवात गर्न खोज्नेका लागि आकाशका अनगिन्ती तारा झरेपछि हुन्छ नयाँ सोचहरूको सुरुवात। खाली हुन्छ नि यो आकाश उड्न खोज्ने पन्छीका लागि मलाई पन्छी रूप धारण गर्न मन छ। फेरि जल्न मन छ आगोसँगै खरानी हुने गरी, रुज्न मन छ झरीसँगै विलोप हुने गरी। म आफूले आफूलाई छुरा रोप्छु, बरु त्याग्छु शरीर कहिल्यै नभेटिने कहिल्यै नफर्किने गरी। सुनसान स्थल स्थिर मनोबल बढाउँदै म चिर्छु छाती रगतका थोपा केलाउँदै। धड्किन्छ मुटु कहिल्यै नधड्किने गरी, म समात्छु मुटु अनि चिर्छु चार भाग हुने गरी। मेरो रगत बोल्छ, घाँटी निसासिन्छ, म के बोलु मेरो संसार सकिएपछि। मलाई शरीर त्याग्ने अन्तिम घडी महसुस गर्न मन छ। फेरि पिउन मन छ आफ्नो रगत एकै सासमा, सास नफेरी। म घृणा गर्छु आफूलाई, समात्छु घाँटी अनि चिर्छु स्वर नआउने गरी। मलाई अन्तिम स्वर सुन्न मन छ, मलाई अन्तिम स्वर सुन्न मन छ। घाँटी गर्छ घ्यार घ्यार, मलाई त्याग्न मन छ शरीर विलोप हुने गरी। आज हत्या भयो कयौँ सपनाको,
आज हत्या भयो कयौँ सपनाको, कयौँ सोचको, चोखो आत्माको, अनि यो साहसको। आखिर के दिन्छ आशा बोकेकालाई? म घृणा गर्छु यो संसारमा बाँचेकालाई। मलाई त्यो नदेखिने क्षितिज पारी जानु छ, जहाँ छुट्टै संसार हुन्छ। आज म एम लोकमा छु, एम रसमा रुजिरहेको, एम बसमा बसिरहेको। म छैटी हुँ, म छष्टी हुँ, म देवताको पनि देवता हुँ। म आज एम लोकमा छु। म आज होसमा छैन, बेहोसमा छु। म सत्य हुँ। म हत्या हुँ। म अति हुँ। म अन्त्य हुँ। म अति हुँ, म अन्त्य हुँ। म अति हुँ, म अन्त्य हुँ। धन्यवाद सबैजनाले मेरो